पुरा चोर रवि लामिछाने सहकारी ठगसँग 2 करोड धरौटे तिर्न कहाँबाट आयो? भेडा जनताहरू 2 करोड कहाँबाट ल्यायो? गरिबले, पत्रकारले। देशलाई खलानी बनाएर जेलबाट दौडेर भागेर आएर सिंहासनमा बस्छु भन्ने दाउ गर्ने महाठगले फेरि एउटा सुशासनको ढोगी फुकेछ। अनि मेरो शरीरभरि विष म तै पनि लडिरहनेछु आम नागरिकका लागि भनेछ। लडिराखेका छन्। हिजो अमेरिकामा गएर आम नागरिकका लागि लडिराखे। अमेरिका निकाले खोजिसकेपछि फेरि नेपाल आएर अमेरिकाकै पासपोर्ट र अमेरिकाकै नागरिकता लिएर आम नेपाली नागरिकका लागि लडिराखे। त्यति मात्रै होइन, मकै पोलेर पसिना बगाएर साधारण नागरिकले कमाएका बचतमा पनि उनी लडिराखे। अनि जेलमा रहँदै गर्दाखेरि त्यहाँबाटै निर्देशन दिएर यत्रो सार्वजनिक सम्पत्ति र निजी सम्पत्ति ध्वस्त बनाउनका लागि पनि उनी लडिराखे। अनि राजनीतिक प्रतिशोधका कारण मलाई जेलमा राखिएको, मैले ठगेको छैन भनेर दाबी गर्नेले फेरि 2.5 करोड धरौटे तिर्न तयार भएछन्। यो कुरालाई आम नागरिक र पीडितले कसरी बुझ्ने होला? अनि यस्ता महाठगहरूको फण्डा अनि सुशासनको ढोगी चाहिँ हामीले पत्याइदिइ राख्नुपर्ने। सहकारी ठग हत्यारा, शालिग्राम पुडा सैनिकको हत्यारा, ड्राइभरको हत्यारा, अनि सहकारीको मात्रै ठग गरेर छ। अहिले हस्पिटल बनाउने भन्ने नाउँमा चन्दा उठाएर यति लुटेको रहेछ। यस्ता पापीको जय जयकार गर्ने नालायक 2 करोडको भतुवाहरूलाई आज राम्रोसँग दनक दिनु पर्यो। यस्तो अपराधी ठग पापीहरूको पछि जय जयकार गरेर लिएर आउने बाघ निस्के रे, टपरे ठग बाहुन निस्क्यो भन्नुपर्ने ठाउँमा बाघ निस्केर यस्ता होइन हिजडाहरूलाई बाघको सिम्बल दिन तिमीहरूलाई लाज लाग्दैन? तिमीहरूलाई जोडले भेट्न पाए तिमीहरूलाई यस्तो नराम्रोसँग मुखमा थुक्दिन्छ, खकाएर थुक्दिन्छ तिमीहरूलाई। हो, खकाएर थुक्दिन्छ। एउटा ठग टपरे बाहुन बाघ हुन्छ, त्यसमा 2 करोडको भतुवा बाघ भयो। त्यसपछि त्यो त नरभक्षी बाघ हो। मान्छे खाने, मान्छे मार्ने, मान्छे ठग्ने, देश नै बर्बाद बनाइदिने संगठन विस्तार हुन पाएको छैन। विचार त्यो मुकुल ढकालले भनेको कुरा 100% सत्य थियो नि। तिमीहरू जस्तो 2 करोडको भतुवा यो देशका नालायकको सन्तानहरू, तिमीहरू जस्तो जन्मिनु हुँदैन, तुइएर मर्नु पर्थ्यो। कसलाई भनेको? घन्टे रविको समर्थक 2 करोडको भतुवाहरूलाई भनेको, भतुवा भुत्तनीहरूलाई भनेको। वैश्यले कुरकुरा र रवि नै आएर घोडा चढ्दैला कि जस्तो गरिकन सामाजिक सञ्जालमा खुब जय जयकार गर्छ। तेरीमा एउटा गई गुज्रेको ठुक्का साला कस्तो देशमा, कस्तो देश, कस्तो परिवेशमा बाँचेको छौँ हामी। यो देश त्यत्तिकै तन्दुरामी, यति कङ्गाल त्यत्तिकै बनेको। 200-300 वर्ष होइन, सदियौँदेखि उहिले चाणक्यको पालादेखिको यो नेपाललाई मात्र होइन, भारतलाई, भुटानलाई, साउथ एसियालाई पुरै खोक्रो कंगाल बनायो कसले? टपरे बाहुनहरूले। कुरा बुझ्यो? अब भेडाहरूको नाइकेको बौद्धिक स्तर त अब सादा जनतालाई ठग्ने, खाने होइन, अनि त्यसपछि अरूको पैसा लुटपाट गर्ने थियो। अनि अर्को एउटा मेन पोइन्ट भनेको अरूले यति गरेका छन्, अरूले मान्छे मारेका छन्, बलात्कार गरेका छन्, मैले किन ठग्न नपाउने भन्ने थियो। उहाँको बौद्धिक स्तर त्यति नै थियो। तर उहाँका समर्थकहरूको बौद्धिक स्तर कस्तो छ भनेपछि कमेन्ट हेर्नुहोस्, ठ्याक्कै थाहा हुन्छ कतिसम्मको चाहिँ महान सोच, महान विचार, अनि त्यसपछि कस्तोसम्म चाहिँ नै सोच्न सक्ने होइन। त्यो नाइकेले पनि हेरोस् के उसका समर्थकहरूको बौद्धिक स्तर, उसका समर्थकहरूको त्यो सोच्ने त्यो क्यापासिटी लेभल कतिसम्मको रहेछन्, कस्ता मान्छेले, कति महान व्यक्तित्वले समर्थन गर्ने रहेछन्, आफ्ना समर्थक कस्ता रहेछन् भनेर त्यो भेडाहरूको नाइकेले पनि थाहा पाओस् के।